वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ अब पानी खाएर सुरु गर्नेवाला छौँ। खब मलाई दिनु त ट्राई गर्नु फेरि अड्केला होइन। अब सुँगुरको मासु नखाएको धेरै भयो। सो हामीले सुँगुर मासु खानु लागेको आज होइन। एउटा राखै केटी टेस्ट गर नि त। सुँगुरको मासुबाट सुरु गर नि त। ए मासुबाट गर्ने ल यस्तो तलसम्म त होइन यस्तो गरेर ल ल धेरै बुझेँ सुँगुर मासुको टेस्ट। मम्मी हेर्दै गर्नु होला है। खतरा बवाल मेड बाई बिमला सुनुवार। सुनुवार आन्टी। कता मनपर्छ हामीलाई चाहिँ खतरा मनपर्छ है। अब हामी त अब सानो पिस खाँदैनौँ गाई ठुलै हो। अनि आज त्यो साग खोजेको के त्यो के साग सला साग खोजेको सबै सकेछ। म त 9 बजीतिर दिनु गएको थिएँ। अनि लसुन पनि मैले सबैले एउटा 3 पिस रहेछ क्या मासुहरू सब भएको। मिठो। अनि अर्को तरकारी छ सिमी लसुन हो। अनि सुँगुरको मासु चाहिँ सानो खानु त तर ठुलै अस्ति ठुलै खानु हुन्छ है। कति महिना अगाडि हाम्रो खाएको त्यो भिडियो पनि हेर्नु होला है गाई छ। कस्तो लाग्यो केटी मासु? बपाल मसला भित्तासम्म गएछ मुख। त्यो सबै एकचोटि खान्छ टम्म खाँदैन एकचोटि। यो बस खाइदियो त। सिनेमार को भनेर चिनाइदियो। देख्ने भइसक्यो खाने हो। जोड से भोक लाग्छ क्या त्यो। हामीले सलाद काट्न नि भ्या छैन। ऊ मुला परिरहेको छ त्यहाँ। अहिले भिडियोभन्दा बाहिर काटेर खाने हो मुला चाहिँ। लसुन पनि मिठो हुन्छ। बोस होइन गप्प खान यो हामीले खाइसक्यो। आँखा जुम्लेर पकाएको दिने।